आऊ न पुरानो गाउँ त्यहाँ माथि ऊ त्यो कुहिरो लगाएको ठाउँमा हेलो गाइज चाउ भेट्यो चाउ जाम है कति राम्रो हो तिमी आऊ कति राम्रो हो र यता हेरिहान रहिदिनु लाग्यो भनेर कस्तो राम्रो हेर न हो नि हेरेको हेर त काम हेर नि कस्तो गरा अझ हामी चाहिँ आज मकै बारी दर्याम गराउन हिँडेको आज मकै दोर्याउन हिँडेको माथिलेतिर ट्राइपड भन्नु फेरि टिकटक बनाउँदाखेरि ठ्याक्क राख्ने माथि खिच आज ठुलो पानी आयो भने जुका लाउनु भयो भनेको त पानी आएन कस्तो हामी चाहिँ अब आइपुग्न लाग्यौँ मकै दोहोऱ्याउने ठाउँमा आमै हेर त कसको दाँत छैन हालले हुन्छ ल पुरानो गाउँ हो माथि पुरानो गाउँ हजुर पुरानो गाउँ त्यहाँ माथि ऊ त्यो कुहिरो लगाएको ठाउँमा पुरानो गाउँ मुनि आयौँ हामी मकै दोहोऱ्याउन उता चाहिँ लुङ तुपुङ के छ त्यता सपाङदे अनि तोलाकोट अनि लेगा तलपट्टि अरू त कुन ठाउँ छ थाहा छैन त्यति थाहा छ हजुरले बिउ यस्तो बनाउनु तपाईँ पनि रोप्नु भयो है कोही भुल्कामा आइज ऊ त भुल्काको त भयो झार रहेछ कहाँ अब झार गोड्न पर्दैन अब बिउ थुत्नु तँ नि बिउ हो गोडेको आइज भाइ यहाँसम्म त त्यही त यहाँलाई त यहीँ कोलो पुन्छ नि है हामी चाहिँ अब आइपुग्यौँ साथीहरूले त बोल्दैछन् गुनगुन गरिया छन् हेलो गाइज लेखाली गोठ हेर्नु है हाम्रो चाहिँ यो पुरानो गाउँ मुनिको लेखाली गोठ मकै दोहोऱ्याउनु ए मते हो टोनी र उसलाई त फर्काइदिएको मैले मते ए हो लिएर आउँछु हो यो
टोपेदार होइन हेर्नुहोस् अचुक औषधि मकै दोहोऱ्याउने बारी चाहिँ यो हो यस्तो जताततैबाट डाँडै काँडाले छोपे है यहाँ बिचमा छ यता 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 माथि माथि गाउँ छ देखेको छैन ओ अँधेरो हुन्छ यहाँभित्र आउँदा त त्यही त बाक्लो अँधेरै क्या हुन्छ सङ्गीते यहाँ हेर त यहाँ जुका हेरौँ खुट्टामा कुना मिराएको रे मिराको दिगर ओइ बा अँधेरै आइछ भो हामी त गुफाभित्र पस्यौँ हामी चाहिँ अब खाजा खाना लाग्यो कति गरेर पठामै होइन धन्यवाद ऊ त एउटा कप ल्याउनु त यो श्यामालाई पुगाइदिनु म राखिदिन्छु बाल्टा हो हराउनु समात्छु श्यामालाई हालिदिनु त ल परेरै होला नि हो परेरै हो लत्ता थर्को परेको मोटर गर्दा हामी चाहिँ अब मकै खनेर सकेर अब घरतिर लागेको यो नर्माको नि उयो सेमको चाहिँ यस्तो कोदोको बिउको त्यस्तो राम्रो भएको छ बिउ के हो त्यसैको अलि यो गिटल पोरको जस्तो घन पुन्ड्रै उम्रेर जान्छ के घन पन्ध्र घन पन्ध्र एना कन्डा घन पन्ध्र सङ्गीता तिनी आमाले नर्माको पोहोर चाहिँ घन पन्ध्र बिउ उम्रे कैन घन पुर्ने भनेको घन पन्ध्र यो जाबा नफल्ने त लप्सीको बुट्टा हो यो ए त नि किन त नफल्ने फेरि नि त पठाइदिन्छु तिमीलाई देखाइदिन्छु ल ए भगवान बिसन्च भयो त यिनी नयाँ नानी हुन् यिनी नयाँ नानी हुन् का
यो चाहिँ मोटी हो यसको पुछु छोटो हुन्थ्यो नि त्यस्तै नमिला बिचराको ओ हेरी चाहिँ त्यसले त तिमीलाई रुचाउँछ मायालाई हेर्छ देखाऊ न हेरेका मान्छेलाई दुईटा छ दुईटा गोरु अरू पनि छ क्या रातो रातो गरेको थियो कस्तो हेरेको थियो नि त्यसले हेर न तिमीलाई मन परायो त्यसै मलाई हेरेको होला आजा अब कुकुर आयो कुकुरले ओ ओए हान्नु त रातो कुकुरलाई हान्नु कहाँ ओए 1 2 3 4 अच्छा खायो यसले डब्लु जोन्सन ना आउनु तपाईँ म त आउँदिनँ त्यो जान्न ल बालिकाको कोठाले दिए नि त उठो गर नि बालिकामा पाके छैन पाके होला ए ओ भाउजू ए कति धेरै फलेको त नि खाना आउनु पर्ला पाको भने च्याउ भेट्यो च्याउ भेट्यो खै अरू नि छ होला है यहाँबाट भेटाएँ मैले च्याउ तपाईँले देख्नु भएन आमा अघि यो च्याउ देख्नु भएन अघि हजुरले च्याउ महामारी अझ खोप मलाई लिएर नुडो भरे हिँड्नु के त आमा गएमा के मामाले फोन गर्न लागेको त के पैसा भोलि पछि तिमीलाई हेर्न पुग्न कस्तो गरेको थियो मलाई देखाएको थियो मन त्यो घाँस काट्न गइएको थियो बोलेर ऊ नबोलेर न कुरो हातको कुरो बचाइ गई कस्तो हेऱ्यो काले के गरी के हो रे यहाँ बसेर काले आऊ यहाँ आऊ क्या कसले खानेस् के खानेस् त पखाइ फटाएर खानेस् पखाइ त त ल्याइदिएको त लुकाउन हिँड्दी रहेछ नि कस्ती रहेछ त्यहाँ गएर खाने रे यहीँ खायौँ न लुकेर खान पर्यो नक्कली हेर त मलको ढेर ल्याइदियो त दिन्छु के दिन्छु रुख रुख ला हजुर कस्तो केटी हो खानेस् हजुर ल आफै खाए मिठो मिठो छ
खा कुखुरा ल आइज जाम जाम कहाँ जाने भन् न कहाँ जाने तिले आमाथि जाने कहाँ जान्छौ काले तिमीहरू के गरेछ भन्न यिनीहरूलाई के गरेछ तिमीहरूले भन् के गरेछन् बसेछन् आइज आइज जाम आइज ल जाम है उता कहाँ जाने खेमे दाइ थियौँ जाने कि कथिम खेमे दाइ थियौँ रुख चल है ल यहाँ बस यहाँ जा मानिदिनुहोस् बस यहाँ जा